गर म्याम जुन चाहिँ हामीले फरेभर 52 को फाउन्डेसन लगाए नि हजुर त्यो चाहिँ फेयर मिडियम अनि डार्कको लागि कुन कुन हो अनि यो चाहिँ कुन चाहिँ स्किन टाइपको लागि जान्छ या ओइली या ड्राई ओके ओके नाइस क्वेसन सो फरेभर आज चाहिँ हामीले के युज गरेको थियो के मेकअप मैले देखाएको थिएँ फरेभर 52 को फाउन्डेसन युज गरेर तिमीलाई देखाएको थिएँ ओके यो चाहिँ मेरोमा 3 सेट छ ओके 3 सेटमा चाहिँ डार्क मिडियम एन्ड फेयर स्किनको लागि छ ओके डार्क चाहिँ भयो तपाईँको 03 ओके FLF 03 यो भयो तिम्रो डार्क स्किनको लागि एन्ड FLF 016 यो भयो तिम्रो मिडियम स्किनको लागि एन्ड यो फेयर भयो तिम्रो FLF 011 यो चाहिँ भयो फेयर स्किनको लागि एन्ड नेक्स्ट चाहिँ यो फाउन्डेसन चाहिँ हामीले एकदमै यो युज गर्दा चाहिँ के हुन्छ नेचुरल एन्ड साइनी एन्ड ब्राइटनेस देखाउँछ अहिले चाहिँ ड्राई स्किनको लागि चाहिँ एकदम पर्फेक्ट हो यो चाहिँ ड्राई स्किनको लागि एकदम पर्फेक्ट हो यसले ब्राइटनेस देखाउँछ स्किनलाई ग्लो देखाउँछ तिमीहरूले जस्तो अब हाम्रो सिक्किममा प्राय के हुन्छ जाडोले गर्दा स्किन के हुन्छ ड्राई स्किन हुन्छ सो हामीले यो फरेभर 52 को चाहिँ पर्फेक्ट हो हाम्रो ड्राई स्किनको लागि सो फरेभर 52 को युज गर्दा हुन्छ ओके वेलकम